आफ्नो बाइकको टाइपिड सम्बन्धी समस्याले हैरान हुँदै हुनुहुन्छ भने यसरी फिलर गेजको सहायताले तपाईँले टाइपिड मिलाउँदै हो भने तपाईँको बाइकको पावर पर्फर्मेन्स माइलेज पनि बढेर आउँछ। अनि हरेक टाइम यसरी टाइपिड मिलाइराख्नु पर्दैन। अनि मैले कतिजना मेकानिकलहरूले हेर्छु, लोकल मेकानिकल त अधिकांशले त्यस्तै गर्छ, आफ्नो अन्दाजले यसरी तलमाथि गरी टाइपिड मिलाइराख्नुहुन्छ होइन। तर त्यस्तो गर्नुभयो भने तपाईँले अब अहिले मिलाउनु भयो, फेरि 10-15 दिनपछि मिलाउनु पर्ने स्थिति आइहाल्छ। अब यसरी तपाईँले फिलर गेजको सहायताले नापी टाइपिड मिलाउनु भयो भने तपाईँको हरेक टाइम टाइपिड मिलाइराख्नु पर्दैन। भनेको जस्तो क्लच प्लेट हाल्नुभयो भनेको जस्तै पावर पिकअप पनि आउँछ, टिक केही साउन्ड आउँदैन। अनि अब माइलेज पनि तपाईँको बढेर जान्छ। यो टाइपिड पनि टाइट भयो, लुज भयो भने तपाईँको माइलेज घट्ने, पावर पर्फर्मेन्स घट्ने अनि पिकअप घट्ने समस्या आउँछ है। अहिले चाहिँ हामीले RTR 200 को यो फिलर गेजको सहायताले टाइपिड मिलाइदिइराखेका छौँ दामीसँग। तपाईँहरूको पनि बाइकमा पिकअप सम्बन्धी, पावर सम्बन्धी, माइलेज सम्बन्धी समस्या छ भने एकचोटि हामीले सम्पर्क गर्न सक्नुहुन्छ।